भाउजू यता के अरे यहाँ यस्तो भने जमिन के हो होइन तल माछा कहाँ जाने गर्छ मलाई आधा भइसक्यो भने दिनभरि सेलरोटी पकाउँदा आँखा नपोलेर कहिले पुग्छ ल दिदीको पनि सबै कस्तो अनुभव भइरहेछ दिनभरि सेल बनाउँदा बहिनी सिस्टर दिनभरिको दुई दिनदेखिको प्लान आजको नयाँ वर्षको ह्याप्पी न्यु इयर मनाउनलाई त स्पेसलै छ आमा आमा आज सङ्क्रान्ति कस्तो भइरहेछ त राम्रै भएको छ रमाइलो भएको छ जति पनि यस्ता रोटा पकाएर खान पाइएको बुवा बुवा आज सङ्क्रान्ति कस्तो भयो मास्क खोल्नु पाए हुन्थ्यो कि आज सङ्क्रान्तिको अनुभव कस्तो भयो पनि हजुर रमाइलो भयो छोरा छोरी नाति नातिना अनि सबैसित बसेर अनि चाहिँ सङ्क्रान्ति मान्न पाइयो यहाँ 83को सङ्क्रान्तिको उपलक्ष्यमा सहपरिवारको उत्तर प्रगतिको शुभकामना हस् बुवा सन्चो भएर यति शुभकामना लिन पाइयो धेरै राम्रो भयो छिटो अझै सन्चो होस् 100औं वर्षसम्म बुवाको आशीर्वाद लिइरहन पाइयोस् जेन्जीहरूको आज सङ्क्रान्ति कस्तो भइरहेछ सिर्जन यता आउने हो कि सिर्जनले त सङ्क्रान्ति मनाइरहनु भयो है क्या बाबा पनि झ्याम्म रोटी ल तातो खाएपछि त्यस्तो हुँदैन घाँटीले यसले भिडियो खिचिरहेको छ सबैको खुट्टा खुट्टा आइरहेछ हेलो गाइस हामीहरू नेपाल छौँ नेपाल भनेको उतालेको नेपाल भनेको धेरैजना मान्छे राम्रो मेरो बाबा अफिस जानु भयो ठुलो गछ मेरो बाबा छोरी छैन घरमा बसेको छैन मेरो ठुलो बाबा के भनेको मेरो साथ गाना गाएको डर लागि छ पुराना पीडा छोड्दै छाडी नयाँ खुसी बोलाइ फुलका प्रकृतिका कोटिको सम्पदा वीरहरूका रगत बेना भूमि शान्ति भूमि तारे पालाई हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति अग्रगामी राष्ट्र जय जय नेपाल Good job, guys.
चुक्न लाग्यो बा हेलो मम्मी आमा नमस्कार आमालाई पनि नमस्कार टोकिदिउँ ढोक दिएँ मलाई यो त्यहाँ हेरेर कस्तो लागिरहेको थियो 2083 सालमा रातभरि कस्तो मान्ने उज्यालो भएपछि थाहा होला नि 12 बजिसक्यो आमा ल ह्याप्पी न्यु इयर दाइ बधाई छ ल थ्याङ्क यू ह्याप्पी न्यु इयर भयो म त अलिक बिजो भएको छु मुख नमस्कार उहाँ केटाकेटी कहाँ कहाँ ह्याप्पी न्यु इयर सबै जाडोमा ल्याउनु ह्याप्पी न्यु इयर विशाल उठेर आएको क्या त के सुतेर के हो बाहिर लाग्यो बाहिर बोकेर गयो चियाखाना ल ह्याप्पी न्यु इयर सबैजनालाई ह्याप्पी न्यू इयर राम्ररी बधाई छ सन्चो भएकोमा यो नयाँ वर्ष यस्तो आमा सन्चो भएर बुवा सन्चो भएर आनन्दले मनाउन पाइयो तातो पानी खाँदै भनेर ह्याप्पी न्यु इयर आज सन्चो गरामा छोरा बुहारीकै बलले पनि भइदियो होला नि अलिक त Happy New Year!